मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा स्वधात्री स्वाहा स्वधा नमस्ते नमस्ते। वैदिक सनातनी सभ्यता बौद्ध तथा किराती सभ्यताको उद्गम स्थल, स्वाभिमानी नेपाली शिर, तान्त्रिक परम्पराको उद्गम स्थल यो नेपाल र नेपाली जातिहरूको महान पर्व बडा दशैं आइसकेको छ। हामीले घटस्थापनादेखि 9 दिनसम्म, पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी अनि पाँचौं दिन स्कन्द माता अनि छैठौं दिन कात्यायनी माता क्रम गरेर कालरात्रि, महागौरी र 9औं दिन हामीले सिद्धिदात्री माताको पूजा गर्छौं र अन्तिम दिन 10औं दिनको दिन हामीले नवदुर्गा भवानी माताको विजयादशमी भनेर हामीले टीका लगाउँछौं र जुन टीका हामीले जुन असत्यमाथि सत्यको विजय र महिषासुर चण्डमुण्ड नाम गरेका महिषासुरलाई दुर्गा भवानी माताले कालरात्रि या काली माताको स्वरूपमा उहाँले वध गरेर स्वर्गको रक्षा गरेको भन्ने जुन किम्वदन्ती छ। सँगसँगै हाम्रो हिमाली सभ्यतासँग जोडिएको र जमरा मात्रै लगाएर जुन कानमा हामीले जमरा लगाउने परम्परा छ, यो नेपाली हिमाली सभ्यताबाट सुरुवात भएको हो र यो सबै सभ्यताको सुरुवात हाम्रो नेपालबाट भएको र पुरानो धर्मको रूपमा वैदिक सनातनी धर्मको महान चाड विजयादशमीको उपलक्ष्यमा न्यू इरा विद्यालय परिवारको शिक्षकको तर्फबाट, म घनश्याम पाण्डेको तर्फबाट यहाँहरू सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दछु र यसरी यस दशैं पश्चात सम्पूर्ण परिवारमा आनन्द प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु। हस्त नमस्कार।